हेलो गाइज, आज हामी चाहिँ टिकटक बनाउन आएको छौँ होइन। यहाँ सुनिल छ। आज पुरा रिल्याक्स गरेर टिकटक बनाउने। परतिर केटाहरू होइन पुरा सिन खोज्दैछन्, रमाइलो छ। आज हामी चाहिँ यहाँ यताबाट पुरै तार छिरे होइन, पुरै तारको जाली नागेर टिकटक बनाउन आइरहेको छौँ। यार सेक्युरिटीले देख्नु साँच्चै मार्छ यार, पुलिस पनि रिक्स लिएर हामी छिर्देर आइदिएको यता। अब टिकटक कस्तो आउँछ कस्तो बन्छ होइन, यसको लागि वेट गर्नु होला। हामी टिकटक पनि तपाईँहरूलाई देखाउने छौँ लास्टमा। हेलो गाइज, हामी चाहिँ पारिपट्टि जाँदैछौँ टिकटक बनाउनलाई। यहाँ चाहिँ यस्तो छ होइन, यहाँबाट छिर्दैछौँ होइन। जताततै होइन, यो तारको जाली लगाएको छ क्या। यता चाहिँ टिकटक बनाउनलाई धेरै गाह्रो पनि छ र यताउता डुल्न घुम्न पनि धेरै गाह्रो छ होइन। आकाशबाट मिसाइलहरू पनि आइरहेको छ होइन। अब यताउता धेरै टाढा टाढा डुल्न त दिएको छैन र पनि हामीहरू होइन माइन्डलाई फ्रेस बनाउनको लागि निक्लेको हौँ बाहिर होइन। हेर्नु न, यता हामी चाहिँ होइन त्यो परको उयसमा जाने भन्ने प्लानिङ हो। त्यहाँ गार्डनहरू रहेछ होइन, त्यहाँ गएर यसो टिकटक बनाउने भन्ने प्लानिङ हो होइन। कस्तो हुन्छ, टिकटक त एउटा न्यू हो होइन। त्यसो माइन्ड फ्रेस बनाउनको लागि हामी चाहिँ आएका छौँ। हेर्नु न, त्यही हो हाम्रो क्याम्प चाहिँ पर देखिने हो। पुरै तारको जाली लगाएको छ क्या जताततै। हेर्ने ल शङ्कर दाई, ल ल ल नाचौँ 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 है। सुनिल त्यता पनि छ, यो चाहिँ रोड हो होइन। त्यता गाडी जाँदैछ, जोस् रमाइलो फिल भइरहेको छ। किनकि धेरै हामी छ नि, धेरै भित्र बस्यौँ। लगभग 1 तारिकदेखि बसेको होइन। आज त अब 20-21 तारिक भइसक्यो होइन। धेरै भइसक्यो नि त भित्र बसेको। त्यही कारणले गर्दाखेरि आज हामी बाहिर आएका छौँ होइन। यहाँको दृश्यहरू म तपाईँले देखाउँछु है त, हेर्नु ल। यहाँको दृश्य यस्तो छ। अब यहाँ होइन, न वन जङ्गल, न डाँडा पाखा, न खोला नाला होइन। यस्तो ठाउँ छ क्या, पुरै यहाँ चाहिँ मरुभूमि होइन। हेर्नु नै पुरै पालुवा छ, घाम डुब्न लागेको छ। जोस् जे भए पनि अब योभन्दा राम्रो ठाउँ खोज्नको लागि त बाहिर निक्लिनु पऱ्यो होइन। अब यो बाहिर निक्लिँदाखेरि त अब डर छ नि त, भए पुलिसले केही पो गर्ने हो कि होइन। अब जे हो भने यस्तै भए पनि घुम्न परिरहेको छ। जो ठिक छ, गार्डनहरू है रमाइलो छ यहाँ। त्यहाँ हेर्नु होला उ त्यो नाच्नु न, नाच्नु यार अलिक यार होइन। यहाँ चाहिँ मलाई एउटा अचम्म लागेको चाहिँ होइन, यो त भन्यो भने कतार त मरुभूमिको देश हो नि त होइन। र पनि यहाँनिर चाहिँ कस्तो दामी दामी के बोट बिरुवाहरू होइन, त्यस्तोहरू टक्क छ क्या होइन। जस्तै यहाँ हेर्नु ल, हेर्नुहोस् यो फुलहरू हेर्नु, त्यहाँ कस्तो दामी देखाएको छ। ल हेर्नु यहाँ होइन। तर यहाँ एकान्त ठाउँ छ है, एकान्त ठाउँ छ। ल हेर्नु, घरहरू केही छैन, तर पनि यो यसलाई कति मजाले संरक्षण गरेको छ क्या। हेर्नु हो, ल हेर्नु त। सायद धेरैजना हुनुहुन्छ होला कतारमा होइन, तर विशेष कतार आउनु नभएकाहरूलाई है यो चाहिँ। ल हेर्नु त, कस्तो दामी छ नि, कस्तो दामी। हेर्नु त, कलम काटेर कस्तो दामी चिटुक्क बनाएको छ। हेर्नु त, ल हेर्नु न, कस्तो दामी बनाएको छ क्या। त्यो चाहिँ रोड भइहाल्यो होइन। तपाईँलाई म रोड पनि देखाइदिन्छु नि त होइन। यहाँको कस्तो दामी छ क्या, यहाँको रोडहरू पनि। गाडी आउँदैछ होइन। फेरि यहाँको पब्लिकको फोटो नखिच्नु, भिडियो नबनाउनु भनेको छ होइन। बाइचान्स पब्लिकको भिडियोहरू देख्यो भने फेरि तनाव हुन्छ। ल हेर्नु कति विकसित छ क्या होइन। देश सानो तर कस्तो विकसित ठाउँहरू छ क्या। ल हेर्नु ल, ठिक छ। सपारी क्यामहरू, हामी बस्ने क्यामहरू है त्यो चाहिँ गाई होइन। हामी बस्ने क्यामहरू हो त्यो चाहिँ। म यता छु। जोस् भिडियो हेर्नु होला, लाइक चाहिँ गर्नु है। फर्स्ट ट्राई हो मेरो यो भ्लग होइन, लाइक चाहिँ गर्नु होला होइन। तर कस्तो दामी छ क्या, बनाउँदैछन् केटाहरू। हेलो गाइज, यो छ नि तपाईँले म देखाउँछु ल। यहाँ हेर्नु ल, कस्तो दामी कलम काटेर होइन चुरुक्क बनाएको छ। हेर्नु है त, ल हेर्नु यहाँ, म यहाँ छु है। ल ल यहाँ हाम्रो हिरो, आजको विशेष हिरो। हेर्नु चस्मा लगाएर टक्क, कस्तो दामी छ क्या होइन। कस्तो दामी कलम काटेर होइन। ल हेर्नु, यहाँनिर घरहरू केही छैन होइन, तर कहाँकहाँदेखि मान्छे आएर होइन कस्तो मजाले यसलाई संरक्षण गरेको छ क्या। ल हेर्नु ल, कस्तो राम्रो गार्डनहरू छ होइन। मुनि हेर्नु न, कस्तो दामी छ क्या। हेर्नु ल, यो कुनातिर एकदमै अब यो पाइप हो, यो चाहिँ विशेष पानीको लागि। यसमा पानीको लागि होइन, यहाँ त पानी पर्दैन नि त हतपत्त, त्यो पानीको लागि हो।
हेर्नु यहाँ कस्तो दामी छ क्या, कस्तो दामी कलम काटेको छ क्या, राम्रो छैन त? ए त्यहाँ सुत्ने चाहिँ होइन क्या होइन, कस्तो सुतौँ सुतौँ नै लाग्ने छ क्या यो होइन साथीहरू, हेर्नु न कस्तो दामी छ क्या, हेर्नु यहाँ। आहा, तर फुल चाहिँ छैन रहेछ है, तर सर्प हुँदैन है यस्तोमा त? सर्प हुन्छ है? म चाहिँ फर्केँ है साथीहरू, ल हेर्नु न यस्तो चेप छ होइन, कोही बेला त सर्पहरू पनि हुन्छ क्या, हेर्नु न ल सर्प छ भने त यार खलास हुन्छ त यार। के हुन्छ? सर्प के सर्प? ल बोल, म बनाइन्छ बोल बोल। अब यस्तै छ साथीहरू होइन, अब सबै प्रायः जस्तो मैले देखाइसकेँ होइन, केही पनि छैन, यही रोड भइहाल्यो होइन, त्यहाँको हामी बस्ने क्याम्प छ उता होइन, त्यही झन् लेबर बस्नेलाई होइन जस्तो पायो त्यस्तैमा राखिदिएको छ होइन। अब त्यस्तै हो, त्यो त पुरै मान्छे छ होइन, हामी चाहिँ यही तारको जाली है, यो मुनिबाट छ नि, हामीले यो मुनिबाट तारको जालीलाई पल पारेर हामी यहाँनिर आएको है गाइज है, सपोर्ट चाहिँ गर्नु नि यति दुःख गरेकोमा होइन। ल यस्तै छ तपाईँलाई अहिले म, तर के भने नि गाइज यहाँ चाहिँ पुरै होइन पुरै व्यवस्थित छ क्या। अब जस्तै त्यो के रहेछ त्यो उ त्यो हेर्नु ल, उ त्यो त्यहाँनिर एउटा पानी ट्याङ्की जस्तै छ यहाँनिर होइन, त्यसभित्र के पानीकै ट्याङ्की रहेछ के रहेछ होइन, हामी हेरौँ ल होइन। मेरो साथी आउँदैछ सुनिल, ए सुनिल आऊ न, मेरो साथी आउँदैछ, त्यो के रहेछ खासमा होइन, पानी ट्याङ्की के हो कि होइन, कस्तो दामी बनाएको छ क्या, त्यहाँ हामी हेर्छौँ होइन। सुनिल भन न कस्तो लागिरहेछ? आजको मौसम एकदम बवाल छ। 2-3 दिन भइसक्यो, आज चाहिँ कतारमा चाहिँ मिसाइल पनि हानेको छैन होइन, भइसक्यो एकदम अब काममा नि लागिन्छ होला जस्तो लागिरहेछन्, यस्तै हानेन भने चाहिँ त्यही त अब हेरौँ अब 1-2 दिनपछि थाहा हुन्छ हामीलाई। त्यही त यार साह्रै नै बिजोग बनाइदियो है, ड्युटी सुटी केही छैन, डरको डर होइन। यहाँ चाहिँ के बनाउँदै रहेछ भने होइन हेर्नु है, पानीको रहेछ, पानीको सप्लाई, पानीको कि ढलको हो यो, हेर्नु त गाइज त्यो के हो यो, पानीको हो कि ढलको हो यो यार, पानी सप्लायर हो, पानी सप्लायर नै हो क्या, तर यस्तो व्यवस्थित छ क्या होइन, नेपालमा कहाँ छ त यस्तो पुरै रोडतिर होइन ढल गनाएर पुरै त्यस्तो अवस्थामा देखिराखेको हामीले होइन। तर त्यो यहाँनिर हरेक कुराको व्यवस्था छ क्या, तपाईँहरूलाई म पछि पछिको भिडियोतिर देखाउँदै जाउँला होइन, हामी बस्ने जुन एरियाको अन्त त तपाईँहरूले नि हेर्नुभयो होला, किनकि कतारमा धेरै मान्छे हुनुहुन्छ, हामी बस्ने एरियाको चाहिँ म तपाईँहरूलाई सकेसम्म देखाउने कोसिस गर्छु है। यस्तै छ साथीहरू होइन, यो छ नि यो रुख चाहिँ होइन मैले जता पनि देख्छु क्या, तर यो रुखको नाम चाहिँ के हो त्यो मलाई थाहा छैन होइन, तर यो जति बेला नि हरेको हरे हुन्छ क्या, यो नसुकेको देखिन्छ होइन, कुनै रुख त सुकेर कस्तो खङ्गङ्ग हुन्छ नि त चैत वैशाखमा होइन, तर यो त्यस्तो छैन क्या, यो बाह्रैखाल हरेको हरे हुन्छ होइन। तर यसको लागि हेर्नु न पानीको सफाइ, यो पानी हाल्ने आइडिया हेर्नु त, यहाँ हेर्नु त्यहाँ पुरा हेर्नु कस्तो मजाले जोगाएको छ क्या। सायद अन्त सहरी भेगतिर चाहिँ के छ भनेदेखि तपाईँको यस्तो रुखको यस्तो जग्गामा छ नि लाइट राखिदिएको छ क्या, यस्तोबाट उँभोदेखि लाइट राखिदिएको छ होइन, तर यसमा चाहिँ लाइट छैन रहेछ। तर यो रुख चाहिँ के को हो क्या, तर कस्तो दामी हुन्छ क्या यो रुखको होइन, यहाँ फुल पनि फुल्न लागेको छ यहाँ हेर्नु त, तपाईँलाई म देखाउँछु, यस्तो यो फुल पनि फुल्दो रहेछ क्या, यो मसिनोसँगले होइन, यो फुल फुल्दो रहेछ क्या यो, तर यो रुख के को हो होइन, तर यसको स्माइल चाहिँ ठिक छ है साथीहरू, स्माइल चाहिँ गुड छ। ल गाइज होइन, यहाँ चाहिँ सूर्य अस्ताउँदैछ है, यहाँनिर घाम अस्ताउँदैछ होइन, त्यसको दृश्य चाहिँ दामी देखाएको छ क्या, पक्नु ल म तपाईँहरूलाई देखाउँछु, अलिक परबाट देखाउँछु है, यहाँ हेर्नु है, आहा कस्तो दामी देखिरहेछ हेर्नु त, हेर्नु त ल हेर्नु त ल, आमामा ल हेर्नु ल कस्तो दामी देखाएको छ, ल हेर्नु त ल, आहा कस्तो दामी सिन छ क्या होइन, यो अस्ताउने बेला चाहिँ साह्रै दामी देखिने क्या। अहिले चाहिँ हामी चाहिँ फर्किनु लागेको होइन, टिकटक साथीहरूले बनाइहाले, म चाहिँ भ्लग बनाउनुतिर बिजी भएँ है, साथीहरूले टिकटक सिकटक बनाएर नै अहिले हामी फर्किनु लागेको छौँ होइन। यहाँ चाहिँ फेरि 2टा रोड छ हेर्नु है, यो मान्छे हिँड्ने रोड, यो साइकल हिँड्ने रोड, साइकलका लागि छुट्टै रोड, हामी यसरी हेर्नु यहाँ पार गरी गरी आएको छौँ है, हेर्नु यहाँ ल ल ल छिरौँ छिरौँ छिरौँ, ए सुनिल मेरो नि ल्याउ न यहाँबाट छिरेको, जाउँ न नजाने ल साथीहरू, हामी कति दुःखले आएको छौँ, ल हेर्नु यहाँ हेर्नु है ल हेर्नु ल हाम्रो जिन्दगी ल ल हेर्नु ल, हामी चाहिँ यसरी आएको छौँ, यति दुःखले चाहिँ ब्लग बनाउन आएको छौँ, म आउँछु है अब ल, यति दुःख छ, गाह्रो छ जिन्दगी।
त्यतिका हेर्नु त पुरै क्लास छ यस्तै छ यस्तो छ मौसम के हो यो त यार खङ्रङ खङ्रङ छ त यो पानी आएर पुरै भिजाएर छ पुरै यस्तो छ होइन हामी चाहिँ यस्तो तारको जालीबाट छिरेर आएको होइन त्यहाँ छ त्यहाँ मुनिबाट तारको जालीबाट छिरेर आएको गाई है तेरिका ओ शङ्कर दाई तपाईँले गीत गाउन आउँछ होइन गीत गाउनु नि एउटा यार ल हाम्रो मेरो दर्शकको लागि ल हो जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिनँ म सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिनँ म त सक्न ल गाइस हामी चाहिँ पार गरेर आइसक्यौँ पारीबाट आएको हामी गएको त्यो पारी है त्यो पारीबाट हामी चाहिँ आइसक्यौँ होइन यहाँ चाहिँ क्रिकेट खेल्दैछन् यहाँनिर क्रिकेटको हो क्रिकेट खेल्दैछौँ होइन तर धेरै पब्लिकहरू देखाउनु हुँदैन नि त यहाँनिर त्यही भएर टिकटकहरू भ्लगहरू पब्लिकको छेउमा खासै बनाउनु हुँदैन भनेर छ होइन त्यही भएर मैले खासै देखाइनँ होइन तर यहाँ चाहिँ पुरै रमाइलो छ क्या धेरै मान्छे छ यहाँनिर धेरै मान्छे छ रमाइलो छ त्यो केटाहरू जाँदैछन् टिकटक बनाउनु गएको पुरै मिनी भ्लग बनाइयो आज त्यो रमाइलो भयो जे होस् होइन